टिपटप हेल्प नेपाल है ल टिपटप है सुरु भयो है चिरन खड्का ल मनु थ्याङ्क यू फर द रोज 40-41 वटा रोज थ्याङ्क यू रुकुमको है नाम हिमाल सुनारी मगर पुष्कर धामी अडनान खान सन्तोष बिके फहद राजा अफाफ खान राजन दर्लामी मगर ल है बवाल हुन्छ 10 लाख है जित्नेले 10 लाख सबैलाई सेयर गरौँ त ल सुरु भयो अब है अब बवाल हुन्छ सबैले सेयर गरौँ त लाइभलाई अब सुरु भयो बवाल हुन्छ है धमाका हुन्छ धमाका आजको यो गेम त बवाल हुन्छ है एकजनासँग ट्राइपड भयो माग्न हुन्थ्यो कोसँग छ होला है टक्क राख्न हुन्थ्यो मिलाएर राख्नै नदेला फेरि हैन ह राख्नै नदेला नि दिन्छ अलिकति हल्लियो कि हातमा समात्दाखेरि गाह्रो हुँदो रहेछ कि के गर्नु त दिनै पऱ्यो यत्रो धेरैजना सबैजनाको रिक्वेस्ट छ दिनै पऱ्यो ल सुरु भयो है अब सबिन ल है साथीहरू सबैजनाले यहाँ अड्का ठक्क मिलाएर राख्न पाए यस्तो ठिक हुन्थ्यो छैन क्या अडनान सर्भिसमा अडनान है अब सुरु भयो खेल पहिलो सेटको खेल सुरु भएको छ विकास गुरुङ हुनुहुन्छ मुख्य रेफ्रीमा विकास गुरुङको रेफ्री सिटीसँगै अडनानको सर्भिस र रिसिभ जेहानको लागि र जेहानले यति बेला अङ्क दिलाउन सफल जेहान मुराद उत्कृष्ट स्पाइक 1-0 टिपटप 1 रुकुम 0 पहिलो सेटको पहिलो अङ्क टिपटपलाई राजन दाईको रिसिभ अडनानको पास अफाफको लागि अफाफको यो प्रहार बाहिरिएको छ अङ्क टिपटपलाई अङ्क टिपटपलाई रहेको छ 2-0 टिपटप 2 रुकुम 0 2-0 बसेर हुन्थ्यो के 2-0 फहदको प्लेसिङ थियो राम्रो ब्लक अफाफलाई अफाफको उत्कृष्ट प्रहार अङ्क थप्दै रुकुम पश्चिमको अङ्क 1 रहेको छ भने टिपटप हेल्प नेपाल 1-2 है अङ्क 1-2 रुकुमको 1 रहेको छ भने टिपटपको 1-2 सर्भिसमा अफाफ खानको सर्भिस जम्प सर्भिस रहनेछ जेहानको रिसिभ कासिबको पास र यति बेला भने ओभरल्यापको सङ्केत रेफ्रीज्यूबाट अङ्क रुकुमलाई 2 बराबर रुकुम 2 टिपटप 2 बराबर अफाफ सर्भिसमा हुनुहुन्छ उहाँको सर्भिस कस्तो हुनेछ लाफा एलोन थ्याङ्क यू फर द रोज लाफा एलोन ब्रदर अफाफको सर्भिस राम्रो डिफेन्स कासिफको रिसिभ जेहानको लागि राम्रो चान्स बल यति बेला सन्तोषको प्रहार थियो रुकुम भलिबल 3 रहेको छ भने टिपटप 2 3-2 है
बवाल भयो है हुटिङ सुन्न सक्नुहुन्छ मेरो आवाज आएन होला लास्टै बवाल अफाफको सर्भिस जालीमा अङ्क यति बेला टिपटपलाई टिपटप हेल्प नेपाललाई अङ्क निकै नै राम्रो पावरफुल सर्भिस थियो तर बल जाली कट्न सकेन जाली बाधक बन्न पुग्यो अङ्क यति बेला टिपटपलाई कासिफ सर्भिसमा टिपटप हेल्प नेपालका जर्सी नम्बर 13 सेटर हुनुहुन्छ पाकिस्तानी भलिबल खेलाडी यति बेला सर्भिसको लागि तयारीमा हुनुहुन्छ सर्भिसमा कासिफको राजन दाईको रिसिभ अडनानको पास सन्तोषको लागि राम्रो प्रहार थियो तर ब्लक फहदको लागि फहद राजा उत्कृष्ट प्रहार यति बेला फहद राजाले निकै नै पावरफुल स्पाइक गर्नुभएको छ फहद राजाको यो स्पाइकमा 4-3 अङ्क हिमालको सर्भिस चिरणको रिसिभ कासिफले चिरण खड्का निकै नै शक्तिशाली प्रहार यति बेला जादुमय प्रहार गर्ने गर्छन् टिपटप हेल्प नेपालका क्याप्टेन चिरण खड्का यति बेला अङ्क दिलाउँदै 4 बराबर सबैजनाले लाइभलाई सेयर गरिदिनु होला फलो गर्नु होला सपोर्टको लागि फलो गरिदिनु होला भलिबल कन्टेन्टको लागि फलो गर्नु होला सन्तोषको रिसिभ अडनानको पास फहदको लागि चिरण खड्का र उस्मानको यो जोडीले फहद राजालाई छेक्न पुगेको छ यति बेला अङ्क थप्न सफल टिपटप हेल्प नेपालको अङ्क यति बेला 5 रहेको छ भने रुकुम पश्चिम भलिबल 4-5-4 सर्भिसमा ज्यान रिसिभ सन्तोषको थियो सन्तोषको ब्लक स्पाइक थियो र यति बेला भने डबल टचको सङ्केत रेफ्रिजु विकास गुरुङबाट अङ्क थप्न सफल रुकुम पश्चिम भलिबल 5 बराबर सचिन थ्याङ्क यू फर द सपोर्ट थ्याङ्क यू फर द रोज 5 बराबर है त सबैजनाले सेयर गरिदिनु होला लाइभलाई सर्भिसमा फहद राजाको जम्प सर्भिस र सर्भिस भने यति बेला बाहिरिएको छ फहद राजाको सर्भिस बाहिरिएसँगै अङ्क जानेछ टिपटप हेल्प नेपाललाई 6-5 पहिलो सेटको खेल चलिरहेको छ फाइनल खेल हो यो अति नै घमसान हुनेछ चिरण खड्का टिम क्याप्टेन सर्भिसमा हुनुहुन्छ सर्भिसमा चिरण राजन दाईको रिसिभ हिमालको पुष्करको प्रहार थियो उस्मान फरियाद अली ढ्याङ्ग्रा बजाउँदै हुनुहुन्छ दाई यता हिमाल सुनारी मगरको एकदमै ठुलो फ्यान हुनुहुन्छ उहाँ सर्भिसमा सन्तोष बिके मनिष मानन्दर बहुत शक्तिशाली स्पाइक मनिष मानन्दर भने छान्ने छैनन् निकै नै पावरफुल स्पाइक यति बेला मनिष मानन्दर जर्सी नम्बर 14 टिपटप हेल्प नेपाललाई निकै नै राम्रो अङ्कहरू दिलाइराख्नु भएको छ यति बेला सर्भिसमा नरबहादुर सुनार जीवनको सर्भिस राजन दाईको रिसिभ राम्रो हुन सकेन सन्तोषको यो पास अफाफको लागि निकै नै राम्रो प्रहार थियो राम्रो डिफेन्स जेहानको स्पाइक बाहिरिएको छ अङ्क रुकुमलाई 7 बराबर फहदको प्रहार थियो तर बल बाहिरिएको छ अङ्क टिपटप 8 रुकुम 7 8-7 टिपटपको टिम कोच हुनुहुन्छ उत्सव खड्का भने रुकुमको तेज विक्रम बुढादाई हुनुहुन्छ रुकुमको कोच गरिराख्नु भएको छ तेज विक्रम बुढादाई भने टिपटपको कोच उत्सव खड्का हुनुहुन्छ निकै नै राम्रो सर्भिस थियो यति बेला उस्मान फरियाद अली निकै नै राम्रो सर्भिस हुनुहुन्छ उस्मान
अङ्क रहेको छ 9-7 टिपटप 9 रुकुम 7 सर्भिसमा फेरि पनि उस्मानको जम्प सर्भिस रहनेछ तर बल जालीमा सर्भिस जालीमा यति बेला 8-9 अङ्क सबैजनाले लाइभलाई सेयर गरिदिनु होला आफ्नो साथीहरूसँग अडनानको सर्भिस रिसिभ राम्रो हुन सकेन मनिषको यो पास जियानको लागि निकै नै राम्रो ब्लक आउट गराउँदै जियान मुराद पाकिस्तानी भलिबल खेलाडी टिपटपलाई अङ्क 10-8 अफाफ निकै नै राम्रो ब्लक आउट यति बेला अफाफको राम्रो ब्लक आउट सहित अङ्क सर्भिसमा 9-10 है 9-10 रुकुम 9 टिपटप 10 सर्भिसमा अफाफ जियानको स्पाइक थियो ब्लक आउट हुँदै अङ्क टिपटपलाई 11-9 खुट्टा गलिसक्यो उभिँदा 11-9 सिट पाउनु भयो तपाईँले नि ठिकै छ सबैजनालाई जानकारी गराउन चाहन्छु यति बेला अङ्क टिपटपलाई 11-9 टिपटप 11 रुकुम 9 लजन दाईको रिसिभ हिमालको प्रहार थियो सिरन खड्का भने उत्कृष्ट ब्लक गर्दै सिरन खड्का टिम क्याप्टेन 12-9 यति बेला 3 अङ्कको लिड यति बेला रुकुमले पहिलो टाइम आउट लिएको छ यतातिर भने टिपटप हेल्प नेपालको टिम हुनुहुन्छ भने यो साइडमा हुनुहुन्छ रुकुमको टोली पहिलो सेट चलिरहेको छ पहिलो सेटमा अङ्क टिपटप हेल्प नेपालले अग्रतामा छ अहिले टिपटप हेल्प नेपाल अग्रतामा छ 12-9 3 अङ्कको लिड रुकुम पश्चिम भने सजिलै छोड्ने छैन सर्भिसमा कासिफ हिमालको प्रहार यति बेला उत्कृष्ट प्रहार हिमाल सिमारी मगर उत्कृष्ट प्रहार अङ्क दिलाउँदै रुकुमलाई रुकुमको अङ्क यति बेला 10 रहेको छ भने टिपटपको अङ्क 10-12 2 अङ्कको लिड निकै नै राम्रो प्रहार तर बल भने आउट प्रहार आउट भएको छ यति बेला अङ्क जान्छ रुकुमलाई 11-12 को अङ्क सर्भिसमा हिमाल रिसिभ राम्रो हुन सकेन जीवनको प्रहारलाई ब्लक गर्दै 12 बराबर अङ्क बराबरी गर्न सफल रुकुम र यति बेला टाइम आउट लिएको छ टिपटप हेल्प नेपालले दुईटा ग्राउन्ड देखिने गरे गेम 13-12
नमर्नु भन्नुलाई टिपटप 13 रुकुम 12 टिपटपको अङ्क 13 रहेको छ भने रुकुमको 12 13-12 पहिलो सेट चलिरहेको छ सन्तोषको रिसिभ राम्रो हुन सकेन रजन दाईको राम्रो रिकभर अफाफको रिसिभ चान्स बल टिपटपलाई र उस्मान राम्रो टच आउट गराउँदै फेरि पनि अङ्क टिपटपलाई टिपटप 14 14-12 रुकुम 14-12 13-15 है 13-15 किरण खड्का निकै नै उत्कृष्ट प्रहार गर्दै किरण खड्का 16-13 टिपटप हेल्थ नेपाल 16 रहेको छ भने रुकुम 13 रुकुम 14 टिपटप हेल्थ नेपाल 16 14-16 एकदमै उत्कृष्ट स्ट्राइक टिपटप हेल्थ नेपाल 17 रुकुम 14 17-14 एकदमै राम्रो रिकभर फेरि पनि रुकुम 15 टिपटप हेल्थ नेपाल 17 15-17 15-17 है मिनेट त हुन पुगेको छ यहाँ 18-15 है टिपटप हेल्थ नेपाल 18 15 18-15 साथीहरू सबैजनाले फलो गर्नु होला लाइभलाई सेयर गरिराख्नु होला आफ्नो साथीहरूलाई 8K सेयर पुर्याइदिनु होला यति बेला सर्भिसमा अडनानको सर्भिस मनिषको प्रहार आउट यति बेला म चाहिँ एकछिन रेस्ट गरेको थिएँ मेरो खुट्टा गलेर अनि घाँटी पनि दुख्यो अनि त्यही भएर एकछिन रेस्ट गरेको थिएँ एकजना भाइले समाइदिनु भएको थियो फोन र म अहिले फेरि आइसकेको छु कमेन्ट्रीमा यति बेला अडनानको सर्भिस अङ्क रहेको छ 17-18 र
निकै नै लाइन्सम्यानद्वारा बल आउटको सङ्केत इसारा थियो, तर रेफ्री विकास गुरुङले भने राइट दिनुभएको छ। अङ्क 18 बराबर पहिलो सेटमा। यति बेला कासिफको पास ज्यानको लागि, ज्यानको राम्रो प्रहार यति बेला, र अङ्क थप्न सफल टिपटप हेल्प नेपाल। टिपटप हेल्प नेपाललाई अङ्क यति बेला 19-18। टिपटप हेल्प नेपाल 19 रहेको छ भने रुकुम 18, 19-18। सर्भिसमा मनिष मानन्दर निकै नै गोली प्रहार गरिरहेका छन् आज मनिष मानन्दरले। सर्भिसमा पनि मनिष मानन्दर, मनिषको सर्भिस बाहिरिएको छ यति बेला। रुकुमलाई फाइदा जानेछ। रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर कर्णाली प्रदेश। यति बेला अङ्क 19 बराबर। सर्भिसमा अफाफ खानको सर्भिस कस्तो रहनेछ यो भने दर्शकहरू बीच खुल्दुली रहनेछ। अफाफको सर्भिस राम्रो डिफेन्स। सिरन खड्का छान्ने छैनन्, सिरन खड्का भने छान्ने छैनन्। उत्कृष्ट प्रहार। अङ्क 20-19। पहिलो सेटको खेल चलिरहेको छ। 20-19। राजन दाईको रिसिभ। सन्तोष राम्रो प्रहार गर्दै सन्तोष बिके। उत्कृष्ट प्रहार। यति बेला अङ्क थप्दै रुकुम पश्चिम भलिबल 20 बराबर, होइन 20 बराबर है अङ्क 20 बराबर। रबिन थ्याङ्क यू फर द हट। यदि तपाईँहरूलाई हिमाल सर्भिसमा रुकुमबाट हिमालको सर्भिस। कासिफ राम्रो प्रहार। यति बेला चान्स बल रुकुमको लागि। बहतको प्रहार। रुकुमले यति बेला अग्रता लिएको छ। 21-20। टाइम आउट बाई टिपटप हेल्प नेपाल। टिपटप हेल्प नेपालले टाइम आउट लिनुभएको छ। 21-20 है। न्यू डायमन्डको खेलाडीहरू पनि यता हुनुहुन्छ। एकदमै धेरैजना सपोर्टरहरू हुनुहुन्छ, हेर्न सक्नुहुन्छ ल है। धेरैजना सपोर्टरहरू हुनुहुन्छ यतातिर पनि धेरैजना। बिस 20,000 जनाले हेरिराख्नु भएको छ। सबैजनाले लाइभ सेयर गरिदिनु होला। 21 है साथीहरू। सपोर्टरहरू देख्न सक्नुहुन्छ। 22-20 अङ्क 22-20 है। यता सेलिब्रेसन हेर्न सक्नुहुन्छ। यी सर्भिसमा हिमालको सर्भिस। बल फेरि बाहिरिएको छ र यति बेला भने टच आउटको सङ्केत। विकास गुरुङले भने टच आउटको सङ्केत। रेफ्रीज्यूबाट टच आउटको सङ्केत। यति बेला अङ्क टिपटप हेल्प नेपाललाई 21-22। 21-22। यति बेला बल डिफेन्स हुन सकेन। अङ्क जान्छ टिपटप हेल्प नेपाललाई 22 बराबर। निकै नै प्रतिस्पर्धात्मक सेट। यो पहिलो सेट रहेको छ। सबैजनाले लाइभलाई सेयर गरिदिनु होला, फलो गर्नु होला। जति पनि साथी भलिबल लभरहरू हुनुहुन्छ आफ्नो आफ्नो टिमलाई सपोर्ट गरिराख्नु होला। यति
यति बेला टाइम आउट लिएको छ रुकुम पश्चिम 22 बराबर पहिलो सेटको खेल चलिरहेको छ फाइनल खेल हो जुन टिमले जित्नेछ उही टिम 10 लाखको उपाधि जित्नेछ हेरौँ कुन टिमले जित हासिल गर्नेछ टिपटप हेल्प नेपाल पनि एकदमै बलियो टिम हो र साबिक विजेता टिम पनि हो डिफेन्डिङ च्याम्पियन रहेको छ टिपटप हेल्प नेपाल यति बेला सर्भिसमा जेहान मुराद सर्भिस जेहानको सर्भिस सन्तोष विके उत्कृष्ट प्रहार 23-22 सन्तोष विके उत्कृष्ट प्रहार गर्दै रुकुमलाई अङ्क 23-22 सिरन खड्का यति बेला उत्कृष्ट प्रहार टिम क्याप्टेन 23 बराबर यति बेला अजय सुनार भाइ कोर्ट प्रवेश गर्नुभएको छ सन्तोष विके हेडसट स्ट्राइक सन्तोष विकेको हेडसट देख्न सक्नुहुन्छ सेलिब्रेसन ओ माई गॉड देख्न सक्नुहुन्छ सन्तोष विकेको सर्भिसमा सन्तोष विकेको प्रहार काँधमा लाग्दै बाहिरिन पुगेको थियो 24-23 यति बेला उस्मानको पावरफुल स्पाइकको साथ अङ्क थप्न सफल टिपटप टल्किँदो रहेछ क्या मिलेन टल्कियो के 24 बराबर यति बेला सुभाष कुँवर र अस्मिता थ्याङ्क यू फर द डोनट थ्याङ्क यू अस्मिता कोर्ट प्रवेश गर्नुभएको छ विष्णु छेत्री र सुभाष कुँवर टिपटप नेपालले खेलाडी चेन्ज गर्नुभएको छ 24 बराबर पहिलो सेट ओहो कसले पो जित्ला त पहिलो सेट राजन दाईको रिसिभ राम्रो हुन सकेन अडनानको पास अफाबको प्रहार जालीमा अफाबको प्रहार भने जालीमा अफाबको प्रहार जालीमा अङ्क टिपटपको अङ्क 25 रहेको छ भने रुकुमको 25-24 निकै नै राम्रो प्रहार थियो चान्स बल यति बेला उस्मानको प्रहार अडनानको पास निकै नै राम्रो प्रहार अफाब खानको प्रहार सहित 25 बराबर पहिलो सेटमा 25 बराबर भएको छ ओहो निकै नै डरलाग्दो स्थिति सिर्जना भएको छ यति बेला कसले पो जित्ला त पहिलो सेट सर्भिसमा पुष्कर धामी सुदूरपश्चिमका होनहार भलिबल खेलाडी पुष्कर धामी सर्भिसमा हुनुहुन्छ यति बेला जेहान नेट टचको सङ्केत अडनान खानको नेट टच भएको सङ्केत यति बेला टिपटप हेल्प नेपाललाई अङ्क 26-25 पहिलो सेटमा 26-25 है त 26-25 राम्रो रिसिभ फहद राजाको स्पाइक थियो अफाब खान उत्कृष्ट प्रहार गर्दै यति बेला 26 बराबर पहिलो सेटमा 26 बराबर
रुकुम 26 रहेको छ भने टिपटप 26 बराबर। एकदमै राम्रो पहिलो गेम पहिलो सेट नै यस्तो 26 बराबर। कासिफको पास जेहानको लागि। जेहानको प्रहार निकै नै उत्कृष्ट थियो, ब्लक भएको थियो तर बल भने जालीमा लाग्दै बाहिरिएको छ। 27-26 पहिलो सेटमा नै 27-26। निकै नै कम्पिटिसन, निकै नै भाइटल। सायद यतिको भाइटल गेम हामीले नेपाली भलिबलमा कमै मात्रामा देख्न पाउने गर्छौँ। रिसिभ फहद राजा उत्कृष्ट प्रहार। यति बेला फहद राजाले भने निकै नै उत्कृष्ट प्रहार गर्नुभएको छ। अङ्क रुकुमलाई 27 बराबर। 27 बराबर। ओभरल्यापको सङ्केत रेफ्रीज्यूबाट ओभरल्यापको सङ्केत। यति बेला अङ्क थप्न सफल रुकुम 28-27 पहिलो सेटमा अग्रता।